ऐतिहासिक श्री गण्डकी 700 कुण्डली गायत्री कोटी होम विराट ज्ञान महायज्ञ 2082 ल भिडियो बना ल म खिचिदिन्छु स्थापित पूजित सर्वेभ्यो देवेभ्यो नमः रिद्धि सिद्धि लिप्त गणेश भगवान को जय साक्षी सूर्य नारायण भगवान को परम्बा भगवती दुर्गा माता को गायत्री भगवती को आवाहित देवता हरे को स्थापित देवता हरे को पूजित देवता हरे को वैश्वानर भगवान को गायत्री माता को कोटि हवन महायज्ञ को अष्टोत्तर भागवत महापुराण को अतिरुद्राभिषेक महायज्ञ को शतचंडी महायज्ञ को लक्ष हवन महायज्ञ को कोटि हवन महायज्ञ को चतुर्वेद हर को राष्ट्रदेव पशुपतिनाथ भगवान को तीर्थमयी नेपाल माँ को विंध्यवासिनी भगवती को हरिहर भगवान को वैदिक सत्य सनातन धर्म को वैदिक सत्य सनातन धर्म को हिंदू राष्ट्र नेपाल को नमः पार्वती पतये हर 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 महादेव गुरुहरू चारै वेदका गुरुहरूले एक एक हरि ओम वेद स्वाहा वेदाः होइन राम्रो राम्रो बाटोमा पर्ने पानी के गर्दा गर्दै अरे तपस्या भएर बस्दा तपस्या क्या हात जोडेर नखाई नअरिकन बसेर अनि शरीर सुकेर त्यस्तो हुन्जेलसम्म तपस्या गरेको भगवानको तपस्या यस्तो हुन्छ भन्ने महिमा हो क्या यो तर भगवानमा जसरी नै लास क्या मन भगवानमा मन नलाइ त कामै छैन कृष्ण भगवान समय लाग्ने रहेछ यही छु क्या शंकर भोले बाबा कहाँ
कहाँबाट सुरु हो आउँछ के त्यही चन्दन घोटेर यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितं अनैश्वर्यमतुलं प्राप्स्यते भूतले पुमान् ओम स्वस्य स्तुते कुशलमस्तु चिरायुरस्तु भोगाद्यास्तु धनधान्यसमृद्धिरस्तु ऐश्वर्यमस्तु बलमस्तु विभुक्तायस्तु वंशे सदैव भवतां हरिभक्तिरस्तु ओम शान्तिः 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 सुशान्तिर्भवतु सर्वविष्णुशान्तिर्भवतु हुन्छ यहाँ चाहिँ पोखरा कोटी हो यताबाट जाने कि के नि हो कति कति घुम्नुपर्छ होला धेरै त पर्दैन होला नि पुग्नुपर्छ 108 वटा कुण्ड जाम न त घुम्नु यति साह्रो पुग्ने हो यता आउनु पाइन्छ जाम कि जाम छिटो यता देब्रे पर्छ आउनु आउनु गाई जानु पछाडि पुग्नु पर्छ जानु पर्छ आज यति घुमाउनु जति ढिलो भयो नि गरिसके यो मण्डप खास गर्ने पत्ता छैन यसो हेर्नु मात्रै भयो राम्रो गरेर बनाएन कति खर्च गरेर बनायो यहाँ धेरै रहेछ नि ल यहाँ एउसो 108 100 कोटी हो हेर त यस्तो रमाइलो घुमेरै नसकिन्छ उता माथि अझ हेरेरै नसक्नु यस्तो त कहीँ पनि छैन क्या काठमाडौँ थियो के पनि पवित्र काठमाडौँ थियो काठमाडौँमा थियो अरे गुरु टिका लगाइदिनु अरे त्यही भएर हेरेको मिल्छ कि मिल्दैन गुरुलाई देखेन गुरुबा हामीले यो होम हाल्ने सामान ल्याएर दिने कहाँ हो
अब तपाईँले मिक्स नगरिकन ल्याउनुहोस् चामल गायत्री मात्रालाई कहिले चढ्दैन अब जौ तिल घिउ मह दुध दही यो दुध दुध चाहिने घिउ हुन्छ हरि ओम स्वस्तिमेन्द्र वेद स्वाहा जौ र तिल पनि मिसाएर ल्याउनुहुन्छ जौ तिल मिसाउँदा त केही फरक पर्दैन हरि ओम स्वस्तिमेन्द्र वेद नमस्ते हरि ओम स्वस्तिमेन्द्र वेद स्वाहा शांति सर्वतो शांति शांतिरेव शांति क्षमा शांतिरेव शांतिर्भवतु अस्ति जनादाय ल यहाँ आउनु अरे के अरे यहाँ खिच्नुहुन्छ अरे जाम रहेछ हेरौँ जाम यहाँ के अरे भिडियो बना यति उति भन्नुहोस् पर्दैन हजुर के अरे